सङ्खुवा सभाको भोटखोला गाउँपालिका 2 मा रहेको 454 मेगावाट क्षमताको किमाथाङका अरूण अर्धजालसह युक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने लगानीको मोडालिटी तयार भएको छ। निर्माण अवधिको ब्याजसहित आयोजनाको अनुमानित लागत 97 अर्ब 94 करोड रुपियाँ रहेको छ। आयोजनामा 70% ऋण र 30% इक्विटी फार्म मार्फत जुटाइनेछ। ऋण हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी HIDCL, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनी तथा बैंक वित्तीय संस्थाबाट सहवित्तीयकरण मार्फत लिइने प्रस्ताव छ। इक्विटी संस्थापक गैर-आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय, अति विपन्न परिवार र सर्वसाधारणलाई सेयर निष्कासन गरी सङ्कलन गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लागत अद्यावधिक गरी तत्काल वित्तीय व्यवस्थापन अघि बढाउन निर्देशन दिएका छन्। आयोजनाबाट वार्षिक 2690.97 गिगावाट आवर विद्युत उत्पादन भई करिब 16 अर्ब 91 करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ।